नमस्ते सबैजनालाई। हाम्रो घरमा आज माघीको के तयारी हुँदैछ म भित्र गइराखेको छु है गाइस। ल सबैजनाले हेर्नु होला है त। हेलो 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 हाय। के हुँदैछ भान्जी हाम्रो आज? हाम्रो कान्छी भान्जी है, माइलो दिदीको छोरी हो। भन्नुहोस् त निशा भान्जी। लड्डु बनाउँदैछौँ भोलि माघे संक्रान्तिको लागि। हजुर। ए भेली कुर्दै हुनुहुन्छ? भोलिको तयारीको लागि हो? ओके ओके ओके। अनि हाम्रो जेठो भान्जीले के गर्दै हुनुहुन्छ? मैले तिल भुटिरहेको छु मामा, तिलको लड्डु बनाउनु छ नि त त्यही भएर। ए ल ल ल भोलिको लागि होइन? हजुर। मलाई नि देखाउने। अनि हाम्रो यता कान्छो बहिनीको छोरी मेरो भान्जी जेठी भान्जीले के गर्दै? अब भुजाको लड्डु बनाउने मामा। लड्डु हो? ए अनि सीमा के गर्दै हो? यसपालिको माघे संक्रान्ति यति रमाइलो हुनेछ कि हाम्रो अनि म चाहिँ सेलरोटीलाई चामल फुटेर यहाँ चालिरहेको छु कि भान्जी आउँछ भोलि चाहिँ दिदीहरू नन्दहरू आउने यति रमाइलो यति खुसी छु ल ओके ओके ल उसो भने त भोलिको तयारी भइराखेको छ है गाइस। भान्जीहरूले कस्तो बनाउनु भएको छ है? भान्जी के बनाउँदै हो अरे? फेरि एकचोटि भनिदिनुहोस् त। तिलको लड्डु हो? अनि यसमा के मिसाउनु भएको छ भनिदिनुहोस् त गाइजहरूलाई। तिललाई भुटिसकेपछि हामीले भेलीलाई पकायौँ मजाले, 2 चम्मच घिउ हाल्यौँ, मिक्स गर्यौँ अनि एकछिन मजाले सेलाउन दियौँ अनि त्यसपछि कोलो बन्यो। हो हेर्दाखेरि त खाउँ खाउँ जस्तो लाग्यो। चाख्न पाइन्छ? ए सबै चढाएको हो नि? हजुर चढाइसक्यौँ हामीले। ए खै ल्याउनुहोस् त। ल गाइस म चाखेर मात्रै हजुरहरूलाई बताउँछु है। भान्जीहरूको यो सिप एउटा कला हो है। ल है त। एकदम मिठो छ, यस्तो स्वादिलो छ नि पुरै छोडिदिउँ क्या। एक नम्बर छ, एक नम्बर। यो हो नि त तरिका।